ल हेलो यो ब्लगमा सबैलाई स्वागत छ। रातिको 9 बजिरहेको छ। आज अलिकति खाना ढिलो भएको कारणले गर्दाखेरि हामी सबै साथीभाइहरू एकै ठाउँ मिलेर खाना खाइराखेका छौँ। अनि मेरो चाहिँ सिलगढीमा ड्युटी पर्यो। म चाहिँ ट्रान्सपोर्ट डिपार्टमा काम गर्छु। अनि कहिले गान्तोक, कहिले सिमताम, कहिले रम्फू, कहिले सिलगढी ट्रान्सपोर्ट डिपार्टमा काम भएको कारणले गर्दा आज म सिलगढीमा छु राति 9 बजे। भोलि म यहाँबाट 3 बजी गान्तोक रवाना हुँदैछु। राति 3 बजे। अनि त्यसले गर्दाखेरि तपाईँहरूलाई आजको भिडियोमा सबैलाई राति एकदमै स्वागत छ। अनि सिलगढीको उहाँ भाइ हुनुहुन्छ हाम्रो एकदमै इम्पोर्टेन्ट फेमस, उहाँले सबै काम गर्नुहुन्छ। उहाँले चाहिँ अस्ति पनि मैले दालहरू केलाउँदै गरेको देखाउनु भएको थिएँ, हेर्नुभयो। अनि उहाँले अहिले खिचडी खानुहुँदैछ। दाँतले हुँदैन, गिजाले चपाउँछ। अनि उहाँ दिपक हो, अस्ति अलिकति देखाएको थिएँ, अहिले आयो भन्दैछ सबैलाई आयो भन्दैछ। अनि यो भिडियोहरू तपाईँको अगाडि टुप्लुक्क आइपुग्यो। राति हुँदो भए पनि यसो तपाईँले लाइक कमेन्ट गरिदिनुहोस्। लाइक गर्दा कमेन्ट गर्दा तपाईँहरूको अम्ला खिँदैन, खेरो जाँदैन। अनि उहाँ चाहिँ रामुदा हुनुहुन्छ। अनि बङ्गाली हो तर उहाँ नेपालीहरू पुरै बोल्नुहुन्छ। राम्रो काम गर्नुहुन्छ। उहाँले दोकान भत्काउने, तोड्ने, फोड्ने गर्नुहुन्छ उहाँले। त्यसले गर्दाखेरि अनि यहाँ भाइ छ एउटा, यो पक्ला जस्तै छ, आधा गिदीको हो पऱ्यो भाइ। अनि उहाँ भाइ चाहिँ बिलङ, उहाँ चाहिँ आसामबाट हो। अनि उहाँ चाहिँ आसामबाट हो। उहाँ चाहिँ सेफ काम गर्नुहुन्छ उहाँले चाहिँ। अनि बेसी जस्तो चाहिँ सेफ कामको हो उहाँको चाहिँ, रेस्टुरेन्टमा। तर उहाँले बेसी जस्तो खाने मात्रै काम गर्नुहुन्छ। अहिले चाहिँ फिलहाल चाहिँ खाने काम गर्दैछ। अब त्यो चाहिँ हुन्छ हुँदैन याद छैन मलाई। अनि उहाँ भाइ चाहिँ नाम के हो? आधा गिदीको पऱ्यो अरे नाम पनि, नामै आधा गिदीको। ल केही छैन, हुन्छ, तपाईँहरू आफै बुझ्नुहोस्। हुन्छ, हामी चाहिँ खाना खाँदैछौँ यसरी रातको 9 बजी सिलगढीमा। अनि मैले अघि भनिहालेँ, मेरो चाहिँ ट्रान्सपोर्ट डिपार्टको काम हो। म चाहिँ घरि कहाँ, घरि आसाम, घरि कता, घरि कहाँ डुली बस्नुपर्छ। अनि सिलगढीमा एउटा दोकान बनाउनु थियो, मैले दोकान बनाइसकेँ। दोकान चाहिँ थुप्रो बनाउँदैछु, तर आफै चाहिँ किनेर खानुपर्छ। दुःख लाग्दो कुरो चाहिँ यही छ। हुन्छ, सबैलाई गुड नाइट, ह्याप्पी गुड डे। हुन्छ, भोलि भेटौँ। गुड नाइट।